माछा चाहिँ हामीले चाहिँ अब फ्राई हुँदैछ, देख्न सक्नुहुन्छ है डुबेको चक्लेट। हेलो गाइज, वेलकम एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो यो न्यू ब्लगमा। ल गाइज, हामी चाहिँ अहिले बेसनमा छौँ है। यहाँ चाहिँ हामी माछा लिन आएको। माछा कत्ले माछा, पम्पलेट माछा, यो चाहिँ झिँगे माछा हो है, झिँगे माछा। ल अहिले चाहिँ रातिको 8:30 भएको छ। यहाँ माछा चाहिँ काट्न दिइरहेछ है। अहिले बोजूले माछा काट्दैछ है। साइडमा यहाँ डन पनि छ। डन ल गाइस, अहिले चाहिँ रातिको समय छ है। यो जग्गामा चाहिँ मेला लाग्छ। यो जग्गामा चाहिँ मेला लाग्छ। मेला लागिरहेछ अहिले फिलहाल। यहाँ देख्न सक्नुहुन्छ, यहाँ रोड टेपिङ पनि चलिरहेछ है। यहाँनिर मैले जुमिङ गरिरहेको छु, तर भित्र गएको छैन, त्यो बाहिरबाट जुमिङ गरिरहेको छु। रोड टेपिङ पनि चलिरहेछ यहाँनिर। आवाज पनि आइरहेछ। रोड टेपिङमा कोही चढेर कराइरहेछ। 25 डिसेम्बर क्रिसमस चाहिँ यही चर्चमा हुन्छ। 25 डिसेम्बर। अब हामी माछा लिएर चाहिँ जाँदैछौँ। अहिले यही बाटो हो जानुपर्ने। ल गाइस, अहिले चाहिँ हामी जाँदैछौँ। रोड यति धेरै भिड छ कि बाटो पुरा भिड छ। रोड यही हो, रोड जानुपर्ने गाइस। हामी चट्ट फर्केर जाँदैछौँ अगाडि है। मोटो ब्लग जस्तो लाग्यो त मलाई। मसरुम ग्रेभी खाने खाइदिउँ। देखो मसरुम ग्रेभी। अब हामी यहाँ मसरुम ग्रेभी खान्छौँ। पानीपुरी कसो देखेको अनुहार। पानीपुरी पनि पाउँछ, तर यहाँ मसरुम ग्रेभी खान्छौँ। हजुर माछा भित्र माछा किनेर ल्याएको छ। अब यो माछा चाहिँ यहाँ टिकीमा हाल्छौँ अनि मसरुम ग्रेभी खाने। अर्डर मसरुम यहाँनिर दोकानमा आइपुग्यो। स्टलमा यहाँ स्ट्रिट फुड हो कि यहाँनिर सानो स्टल छ। यहाँ चाहिँ पानीपुरी, मसरुम छ, मसरुम ग्रेभीहरू पाउँछ। मसरुम ग्रेभी खानु आएको हो फाइनली। मसरुम ग्रेभी रेडी हुँदैछ। यहाँ हाम्रो बन्दैछ मसरुम ग्रेभी। यहाँ बनाउँदैछ, देख्न सक्नुहुन्छ मसरुम ग्रेभी। हामी अहिले माछा किनेर चाहिँ ब्रिजमा आएर माछा किनेर सिधै यहाँ स्ट्रिट फुड सानो स्टलमा आएको छौँ रोडको साइडमा मसरुम ग्रेभी खानुको लागि। यहाँ मसरुम ग्रेभी बनाउँदै हुनुहुन्छ है। यसले दिनुहुन्छ है। अब हामीलाई रेडी भइसकेको छ। ल रेडी भइसकेको छ है गाइस। यो चाहिँ यही हो मसरुम ग्रेभी। यस्तो हुन्छ यहाँ चाहिँ स्ट्रिट फुड है। ल अब हामी खान्छौँ है। कस्तो हुन्छ टेस्ट गरेर बताउँछौँ। वाह दामी। यति टेस्टी हुन्छ नि गाइस यहाँको स्ट्रिट फुड। यो चाहिँ मसरुम ग्रेभी हो। मसरुम ग्रेभीमा चाहिँ तपाईँको कर्नफ्लेक्स हालेर दिन्छ। ल गाइस, मसला पुरी बन्दैछ है। लिएर यो मसला पुरी बन्दैछ।
रेडी हो ओके ल मसला पुरी भइसकेको छ फेरि मसला पुरी आयो है त ल मसला पुरी यो टेस्ट गर्छु है त कस्तो छ दामी छ है यो मटर अनि कर्नफ्लेक्स विथ ओनियन चप खोइ गाइस हामीले चाहिँ अब खाइसक्यौँ है अहिले खाइसक्यौँ अब पेमेन्ट गरेर चाहिँ अब निस्किन्छौँ फेरि हामी रुमतिर मशरूम ग्रेवी ரெண்டு அப்புறம் வந்து மோட்டர் கிரேவி மசாலா பொரி ஒன்று எவ்வளோ சாப்பிட்டாச்சு அல்ல எவ்வளோ ल जाँदैछौँ है गाइस अब गएर टक्कसँगले माछा बनाउँछौँ है त्यो पनि हामी भिडियोमा कभर गर्छौँ शपिङ मल छ बाटोको साइडमा जुडियो गाइस अहिले चाहिँ हामी फाइनली रुम आइपुगिसकेका छौँ माछा पनि आयो है अब माछा बनाउँछौँ हामी र गाइस यो चाहिँ तपाईको माछालाई मसलामा मजाले मेरिनेट गरेको माछा हो त्यसको बादमा यो चाहिँ फ्राई हुँदैछ माछा फ्राई हुँदैछ देख्न सक्नुहुन्छ मजाले फ्राई हुँदैछ माछा अनि त्यसको बादमा चाहिँ यो चाहिँ फ्राई भएर रेडी भइसकेको छ है गाइस ल गाइस अब माछा चाहिँ फ्राई भएर रेडी भइसकेको छ टेस्ट गर्छु म कस्तो छ टेस्ट म भन्छु है त ल ल गाइस टेस्ट चाहिँ एकदम बबालै छ दामी छ आजलाई भिडियो चाहिँ यति नै हो गाइस